अहिले चाहिँ म होइन यहाँ बाख्रा निकाल्दैछु। हेलो साथीहरू, हजुरलाई स्वागत छ मेरो यो ब्लग च्यानलमा। हजुरले थम्बनेल देखेर थाहा पाइसक्नुभयो होला यो मेरो सेकेन्ड ब्लग हो भनेर। हजुरलाई के कस्तो छ, आई होप हजुरहरू पनि सन्चै हुन्छ होला हैन। अनि अहिले हाम्रो यहाँ बिहानको 7:30 बजेको छ। जाडो पनि ठिकै छ। अनि म चाहिँ यसो ज्याकेट लाएर बाहिर निस्किएको छु र अब म तपाईहरुलाई देखाउन गइरहेको छु यहाँको भ्यू। She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner. हजुरहरूलाई कस्तो लाग्यो त मेरो गाउँ घरतिरको भ्यू? आई होप मलाई जहाँसम्म लाग्छ हजुरहरूलाई मन पर्यो होला हैन। अनि अरु भनेको चाहिँ अब बाइकको तेल भने चाहिँ पुरै ट्याङ्क भएको रहेछ हैन। यहाँ अब 1 बोतल पेट्रोल छ, त्यसले जाने अब। यो छ हाम्रो पेट्रोल भनेको 1 बोतल यहाँ रेडी छ। बाइकमा भने तेल छैन। अब हामी तेल हाल्छौँ। ल म चाहिँ यहाँ दोकान आएको छु। अब यहाँ चटपटी खाने भयो अशोक भाइहरुकोमा। अनि सामान लिन आएको। आन्टी आन्टी दोकानमा आउनु त। अब अशोकहरुकोमा जाने चट्टसँगले चटपटी बनाउने सामान रेडी भइसक्यो हाम्रो बाइकमा यहाँनेरि। अब हामी अशोक भाइकोतिर जान्छौँ। हाम्रो चटपटे रेडी भएको छ र यो पानी पनि रेडी भएको छ। ए पानी हैन, यो चिसो हैन हाम्रो, यो चिसो हो। यो चिसो मान्नुपर्छ यसलाई। अब चिसो किन्ने औकात त छैन हैन। यो चटपटे अब यहाँ हाम्रो मम्मी खानुहुन्छ होला, लगिदिँदैछौँ। मेसी भाइले यहाँ पानी बोकेका छन्। घाम पनि अस्टै लागिरहेछ। अनि हामीले चाहिँ धानसान पन्साइ पनि सक्यौँ। त्यो आलीतिर आएको सबै धानहरू पन्साइ पनि सक्यौँ। तपाईहरुलाई त्यो पनि देखाउँछु म हैन। यहाँको बाटो चाहिँ फेरि यस्तै छ। ल अशोक भाइ चट्टसँगले सपोर्ट दिनुपर्छ। दाउ यहाँले दाउ यता चढ त। हाम्रो अशोक भाइ फेरि रुखमा चढ्नलाई माहिर छन्। म चाहिँ यो रुखमा किन नचढेँ भने थाम्दैन कि भनेर। सपोर्ट चाहिन्छ। पखै त अब खेतबाट आइसकेको छु मैले। चट्टसँगले घाँस पनि ल्याइसकेको छ यहाँनेरि। अनि अब दोकान खोल्ने, एकछिन दोकानमा बस्ने हो। र अब भिडियोलाई यहीँ स्टप गर्न चाहन्छु।